म आज के कार्यक्रम लिनेछु आजको यो समाचारमा मलाई समाजमा अहिले युमा म के भन्छन् गाउँले पनि त्यो उजाति भन्छन् के त्यो चिरे म गराएको छैन अब चाहिँ हाम्रो यो समाचार सुनिदिनु होला र आज हाम्रो यो जेलबाङबाट एउटा आउँदै गरेको जेलबाङमा सुल्चरबाट जेलबाङ आउने क्रममा एउटा मान्छेले आफ्नो बुढीलाई चाहिँ बाई बाई बुढी भन्न छोडेपछि गाडी फर्किएर पुनः सुल्चरमा गएको जानकारी आएको छ र आज हामी फेरि एउटा समाचार रहेको छ एउटा बाख्रा चराएको मान्छेलाई भेटाएका छौँ र एउटा आज बालकले गाडीमा बसेको जानकारी आएपछि हामी तुरुन्त प्रहरी बोलाएर आएका छौँ र आज हामी के कुरा गर्दैछौँ भने आज हाम्रो समाचारमा हामी चाहिँ अब हामी मानसिक सम्वादमा छौँ अब हामी अब एउटा समाचार पछि पुनः संवाद गर्न चाहन्छौँ र आज हाम्रो चाहिँ के भन्छन् उजाति यो सुल्चरबाट चाहिँ गाडी आउने क्रममा ट्र्याक्टर आएपछि बेला भएको जानकारी आएको छ र यस कार्यक्रम सकिनु लगतै मलाई फोन गर्नु होला 98 45 96 छैनमा फोन गर्नु होला र सञ्चार गाउँपालिका यो उजाति के भन्छन् गाउँपालिकाबाट आउनुभएका उहाँसित एउटा चाहिँ अलिक बुढामा गर्छम म कुराकानी गर्न समक्ष छु आउनु होला दर्शकबिन उहाँसँग हामी कुराकानी गर्दैछौँ र अध्यक्षज्यू तपाईँको गाउँपालिकामा के कस्ता समस्याहरू भइरहेका छन् बोल्नुहोस्। यतिखेरको समयमा हाम्रो गाउँमा चिकाचिक खेल्ने एकदमै आवश्यक परेको छ र उहाँले चाहिँ उहाँहरूको गाउँमा चाहिँ चिकाचिक खेल्ने चाहिँ एकदमै ठुलो घटना भइरहेको छ रे र हामी के बोल्न चाहन्छौँ भने र उहाँको गाउँमा चाहिँ के कस्ता मान्छेहरू छन् भन्ने जानकारी गराउनु छन् हाम्रो गाउँमा यतिखेरको समयमा भ्यागुताहरू जस्तो व्यक्तिहरू बसेका छन् जो गाउँलाई अत्यन्तै प्रदूषित गरेर एकदमै राम्रो बनाएका छन् ल उहाँको गाउँमा चाहिँ भ्यागुता जस्ता मान्छे बसेर एकदमै राम्रो बनाएका छन् रे म के भन्न चाहन्छु भने उहाँ चाहिँ एकदमै मान्छे हो र उहाँ मान्छे भएको कारण उहाँ मान्छे भएर किन मान्छे हुनुभयो भन्ने एउटा जानकारी छ र उहाँ एउटा बिरालो जस्तो र बिरालोको कान जस्तो र बक्तीको नाक जस्तो भएको मान्छे पनि हुनुहुन्छ र उहाँलाई म एकदमै खुसीका साथ भन्न चाहन्छु किनभने उहाँ हाम्रो यो गाउँको एकदमै अदालती मान्छे हो र हाम्रो गाउँको एउटा सुदूरपश्चिम मान्छे हो त्यसैले म उहाँलाई भन्न चाहन्छु उहाँ किन चस्मा लगाउनुहुन्छ मेरो चाहिँ त्यो आँखामा त्यो क्या भन्छ त्यो भ्यागुताले पिसाब फेरिदिएको छ त्यसैले मैले त्यो चस्मा लगाउन बाध्य भएको छु र उहाँलाई भ्यागुताले छाडिकाले र उहाँलाई भएको हो त्यसैले उहाँलाई हामी एकदमै समाचार दिन चाहन्छौँ र हाम्रो यो युट्युब च्यानललाई यो के भन्छन् रे के हो हाम्रो लागि समाचार गरिदिनु होला के भन्छन् रे लाइक के त्यो रातो हुन्छ नि त्यो रातो हुन्छ नि हो रातो लभमा एकछिन कन्जुस नगरिकन योलाई एकछिन हेरे बापत त्यो पैसा तिर्नु पर्दैन होइन त्यो रातो लभमा यसो टक्क दिइदिनु होला होइन अनि चाहिँ तपाईँले दिनु भएको तर एउटा के त्यो डल्लो जस्तो हुन्छ नि त्यहाँ यस्तो चस्सो छेर त्यहाँ चाहिँ SUPER सुपर लेखेर हामीलाई पठाइदिनु होला र हामीलाई राम्रो यहाँ चित्र देखेको छ नि यहाँ एउटा गोलोमा यो प्लसमा चाहिँ टक्क छोइदिनु होला त्यसपछि चाहिँ हामी तपाईँलाई चाहिँ एकदमै धन्यवाद दिन चाहन्छौँ र जुन हाम्रो यो खन्नी गाउँलेमा चाहिँ हामीलाई फलो पनि गरिदिनु होला र यो हाम्रो युट्युबमा पनि रहेको छ त्यसैले अब उहाँलाई बिदाई गर्छु हस्त धन्यवाद हजुर नमस्कार ल भाग्यमाने ल हुन्छ सर र म यति भन्दै बिदा हुन्छु हस्त धन्यवाद शुभ रम्भ।